नमस्ते साथीहरू हैन। आज चाहिँ म अब मरिमराउमा जान लागेको। यस्तो अब राम्रोले त जान नआउने, आज काम छ। मैले क्या मलाई मात्रै लाज लाग्छ कि साथीहरू तपाईलाई पनि लाज लाग्छ नयाँ ठाउँमा। हामी त नयाँ हो नि त। हामी त के भन्नु, म चाहिँ नयाँ हो नि त। अब नि भिडियो बनाउन लाज लाग्छ क्या। अब यताउता जाँदाखेरि अब बोल्नुपर्छ नि त। अनि धेरै मान्छेको भिडमा हैन, हिजो मेरै मम्मीको छेउमा पनि लाज लागेर मलाई कस्तो लाज लाग्यो क्या बोल्नलाई। नबोली म बोलिनँ, भिडियो त्यतिकै अलिअलि बनायो अलिअलि आयो हैन। अनि म केही पनि बोलिनँ क्या। अब के भनेर बोल्नु क्या, त्यस्तो हुँदो रहेछ। मलाई मात्रै लाज लागेको कि तपाईँहरूलाई पनि लाज लाग्यो भनेर है साथी हो। अब यो लाजलाई चाहिँ पुस्नुपर्छ जस्तो लागिरहेछ मलाई। म यो तरिकाले युट्युबर नबन्ने रहेछु भन्ने कुरा थाहा भइसक्यो क्या। यस्तो तरिकाले युट्युबर बन्छन् र भनेको छि, लाजै लाग्ने। आफ्नो आमासँग पनि लजाएर नि त्यस्तो यहाँ त हाम्रो के भन्छ दिदीहरूको मामा बुवा खस्नु भएको थियो। अनि हाम्रो राइलिङभरको चाहिँ अब 10 के भन्छ 4-5 दिनमा 4 दिनमा छोरा मान्छे 3 दिनमा छोरा मान्छेको चाहिँ के हुन्छ नि त, यो फार्से हुन्छ। अनि अब त फार्सेमा चाहिँ जानुपर्ने, हिजोसम्म रुममा गयो। त्यही भएर टिकटक भिडियो पनि खासै आउँदैन मेरो त है। टिकटक भिडियो बनाएको खालि यो टिकटक बनाउनुले गर्दाखेरि टिकटक भिडियो युट्युब भिडियो बनिँदैन है भाइजर। अब के गर्नु, खासै मेकअप गर्न पनि आउँदैन मलाई त। अब त यस्तै हो, अर्ग्यानिक मान्छे यत्रो निधार भएको होइन। भाग्यमानीको खपर ठुलो हुन्छ। भाग्यमानी हो कि अभागी हो कि म त केही पनि बुझ्न सकेको छैन आफ्नो जिन्दगीदेखि त। जिन्दगीलाई त ओ साथी हो के गर्नु, यस्तै छ जिन्दगी पिचक छ है। मेरो बुढोलाई फेरि भिडियो बनाएको मन पर्दैन, लाइभ बसेको मन पर्दैन, गाह्रो पो छ त। अब कसैलाई अब नबसोस् भन्ने हुन्छ नि त हुन त। त्यही पनि भएर होला साथीहरू।